कहाँ जाँदैछौँ त साथीहरू यस्तो राति राति हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सन्ध्या गेवाली अनि के छ हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी कति बजे अहिले भन्दा सुरुको बाटोमा कुरा गर्दाखेरि अहिले 3:47 गयो साथीहरू बिहानको। अनि हामी चाहिँ आज उता जाँदैछौँ कतै जाँदैछौँ के अब हामीलाई भन्छ हजुरलाई अहिले बिचतिर थाहा हुन्छ होला। हेर्दै गर्नु भिडियो चाहिँ साथीहरू त्यही हो। त्यही भएर बटारे बिहान उठेको म त भर्खर नानी यस्तै सुत्यो भने पनि निदाउँछ होला हो साथी। त्यस्तो अवस्था हामी रेडी हुँदैछौँ। हजुरलाई हामी हिँडेपछि भन्छौँ साथीहरू कहाँ जाँदैछौँ के गर्दैछौँ जानकारीको लागि मेरो भिडियो हेर्नु होला अनि तिमीसम्म हेर्नु होला। अहिले चाहिँ 4:08 गएको छ ल हामी रेडी भइसकेका छौँ। हजुरहरू विश्वास गर्नु भएन होला नपत्ताए हेर्नु 4:08 तर यसमा उल्टे देखाउँछ मलाई थाहा। त्यही पनि 8:04 होइन है फेरि म उल्टे देखाइदिन्छु। 4:08 गयो साथीहरू। हामी चाहिँ अब एकछिनमा निस्किन पर्ने हुन्छ। त्यही साथीहरू आउटफिट चाहिँ यस्तो रहेको आउटफिट अफ द डे त्यही हो साथीहरू। यो चाहिँ स्टाइल पारेको ल अब एकछिनमा यो निकालेर यो चाहिँ लाउनु पर्ने हुन्छ साथीहरू। त्यही हो स्टुडेन्ट हामी कहाँ जाँदैछौँ आखिर हामी बिहान 3 बजे उठेर कहाँ जाँदैछौँ। ओह माय गॉड यति जल्दी उठेर कहाँ जाँदैछौँ त हामीहरू। बढी बाटो होइन यो त साथीहरू। अनि एकसाथमा हुनुहुन्छ हाम्रो प्यारो दादा हजुरलाई वेलकम छ। कैसे लोग रहते हैं भाई साहब हजुरलाई अरे क्या करूं मैं इसका क्या करूं इसका क्या करूं मार भी नहीं सकता। साथी तिमीलाई वेलकम छ मेरो ब्लगमा। साथीहरू अघि स्टोरेज फुल भयो र क्लियर गर्दा ठिक भयो। हाम्रो काम के भन्दै थियौँ पनि केही याद छैन साथी। के भन्दै थियौँ रे सल्सा ए ऊ हो यिनलाई साथी मैले यिनी आज नउठेर जबरजस्ती तानेर उठाएको भन्दै थिएँ। होइन साथीहरू केही होइन यो सरासर गलत हो। मैले लास्टै तानेर उठाएको यिनलाई पनि अनि यिनलाई पनि लास्टै तानेर डाडा गरेर उठाएको। क्यासा लगा मेरो मजाक। त्यही हो साथीहरू धेरै बोल्न स्टोरेज छैन ल भेट्दै गरौँ। यस्तो गर्नुपर्छ लाइक हान्दिनु भनेको ल उठाउ 10 उठेर हामी चाहिँ साथीहरू कहाँ जाँदैछौँ भन्दाखेरि अहिले चाहिँ हामी सुनौला आइपुग्यौँ। अब हामीले भन्दै जान्छौँ कहाँ आउँदैछौँ हेर्दै गर्नुलाई। राति हो गाइस यस्तो राति छ हामी कहाँ जाँदैछौँ त साथीहरू यस्तो राति कहाँ जाँदैछौँ थाहा छैन। Oh my god यार कति राति हो 6 बज्यो क्या। अस्ति हामी चाहिँ यहाँ दुध लिएर अब दिदीलाई बरघाट आइपुग्यौँ हामी बरघाट। हेलो बेबी मेरो ब्लगमा तिमीलाई स्वागत छ। हृदयदेखि छ हामी दिदीको घर जाँदैछौँ। यो चिया पकाएर चाहिँ हामीहरू खानुपर्ने हुन्छ भने खाएर चाहिँ मम्मी हो नदौड्यौँ ल खाएर चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्छौँ। आऊ न पछाडि म भिडियो गर्दैछु हो। के छ भनिदेऊ तिम्रो खबर ठिक छैन। मेरो युट्युब फ्यामिलीलाई हेलो भनिदेऊ नि त। नमस्ते भनी हौ तिनीहरू पछाडि आउँदैछन् गाडीका मान्छेहरू चाहिँ हामी दुध छिटो तताउन भनेर छिटो गरेर हिँडेको। अब के कस्तो हुन्छ हजुरहरूलाई देखाउने नै छ र हामी कहाँ जाँदैछौँ भने त हजुरलाई अन्त्यमा भिडियो हेर्दा थाहा हुन्छ भन्दा पनि थम्बनेल हेरेर नै थाहा हुन्छ भनेर टाइटल थम्बनेलले पनि त्यही पनि यसो इन्टरटेनमेन्टको लागि साथीहरू यो स्टे ट्युन बाई भन्दा ए बाई न एकछिनमा भेटौँ न भन। एकछिनमा भेटौँ न बाई।
पागल साथीहरु हामी घर आइसक्यौं ओ गॉडनेस दिदी नमस्ते हेलो मेरो भाइ ओए देखेन रुकको हेलो मेरो भाइ आइफोन हेलो आमा नमस्ते भाग्यमानी भए इन्ने मलाई खै त दिदी खै दिदी दिदी टोइलेट जानुभएछ कि दिदी यहाँ दुध तताउनु न एलार्म दौडीले पठाउनु भयो कि बाटा र त्यो गिफ्टी रहेछ हाय भन्नु न के हजुरलाई के कसैले दुध चिया पानी ए अहिले मार्नुहुन्छ आइसकेछ यहाँ पानी पानी सबका स्वागत है हमारे इस चैनल पे हेर हल्ला दीपा सब्स्क्राइब करना हमारे चैनल को दीपा त आकै छ छैन ब्लगमा त बाकी छु नगा न बाबु हेलो नानी आज बिहानै उठेर पूजा गर्यौ तिमीले त हैन होला मैले क्या गर्ने अनि मैले त सधैँ गर्ने काम मैले गर्छु थाहा थियो मलाई मैले किन गर्नु बुझ्छ काम साथीहरु आधा तरमा अंकल हजुरलाई स्वागत छ मेरो आधा तर मान्छेहरु भित्र छिरिसक्यो आधा तर मान्छे दोस्त कुरा नगरौँ के भन्न हजुरलाई के भन्न मन छ शुभ कार्यको सुरुवात हो ओ मैले यत्रो बेर भनेर न हजुरले आम्दिनु भयो होला होला चिया पकाउँदै यिनीर म साथी हेर्नु बिचारा रिता दिदी भर्खर कालो चिया लैदेर जानु है म हुँदा बनाएन भन्नुहुन्छ कालो चिया लैदेर जानु हाम्रो सेतो चिया खान्छ मिठो देखियो चिया त दामी भयो साथीहरु चिया खाएर हामी आफ्नो गन्तव्यतिर लाग्छ मैले चाहिँ वहीँ पुग्दासम्म भन्दिनँ भन्ने सोचेको थिएँ अनि अङ्कललाई हामी कहाँ जाँदैछौँ भनेको भनिहाल्नु भयो त्यही भएर भनिहाल्यौँ हामी चाहिँ साथीहरु मनोकामना मन्दिर जाँदैछु हेर्दै गर्नु लास्टसम्म भिडियो के कस्तो हुन्छ हामी हजुरहरूलाई देखाउने छौँ अपडेट गराउने छौँ हामीसँगै घुम्नु हजुरहरू पनि आइन्डी त दिदी इनले कालो चिया लिएर गएको नै कालो चिया खाने अब सेतो चिया लानु उम्ल्यो त्यही साथीहरु मैले यस्तै राख्दिने हमारे यहाँ ऐसा ही होता है साथीहरु हामी हिँडिसकेको छौँ चिया खाएर थाहा मलाई तिमीले भनिराख्नु पर्दैन अङ्कल हजुरको राय सुझाव दिएको भिडियो भाइरल हुन्छ ल भन्नु केही छैन एकदम हाँसी खुसी रमाइलो गर्ने जानी नाच्ने गीत गाउने रमाइलो मनोकामना दर्शन गर्ने त्यसपछि सन्ध्यालाई राम्रो कुरा माग्दिने थ्याङ्क यू मेरो अङ्कल म मक्ख भयो ल अरु के छ भन्नु खाल खबर सुनाउनु क्वालिटी सुन अङ्कल हजुरको राय सुझाव दे मनोकामना गरेर चाँडै बिहा होस् माग्ने हो भयो साथीहरु अङ्कललाई केटी चाहियो होला ओ दिपिनले उता चस्मा लाहा दिदी तिम्रो केही राय सुझाव देऊ रे मेरो बेबी बोलिसकिनु भयो अब यता सुन्ने जस्तो माहौल छ अनि साथीहरु कस्तो भइरह्यो यात्रा पछाडी गाडी आयो त्यही साथीहरु रमाइलो छ अब हामी जान्छौँ हामी चाहिँ यसो अब रेस्ट टाइम चले हाम्रो अङ्कलले आफ्नो नम्बर मेरो ब्लगमा भनेर भाइरल गर्दै हुनुहुन्छ साथीहरु
त्यही नै हो, देख्न सक्नुहुन्छ कति राम्रो बाटो छ। यताबाट जाने बाटो कस्तो गर्नुहुन्छ? यहाँ नगर्नुहोस् अन्त अङ्कल, त्यस्तै हो क्या सन्त अङ्कलको काम छैन। यस्तै हामी हेर्नु त सिजी आइसकेको छौँ। साथी कस्तो लागिरह यात्रा? साथी हाम्रो कति दिनको यात्रा हो भनिदेऊ न। हाम्रो लगभग यसो अनुमान गर्दा चाहिँ 5-6 दिन सायद है। हामीले कपडा पनि टन्दै लिँदा नयाँ नयाँ छैन, त्योभन्दा बढी नै हुन सक्छ। त्यही भएर हामीले नयाँ नयाँ यसको एउटा लगेज, मेरो एउटा लगेज छ साथीहरू। त्यसभित्र चाहिँ मेरो के अरे मेरो पछ्यौरी के मफलर के त्यही अड्क्यो क्या, अनि त्यही भएर ओढ्नै पाएन। कता हो र? कता? पहिला यता गएर हाम्रो किनेदेखि अझैसम्म फोटो खिचाइ चाहिँ हाम्रो जाने यहीँदेखि हो साथीहरू। यहाँ कस्तो राम्रो नि दोस्त। यिनीहरू को देखेनन् साथीहरू? को देखे? हामी देखे पुगो के यो भाइरल हुन्छ, हेर्नुस् गाइस, गर्दिनु होला हजुरकै कृपाले हाम्रो भिडियो भाइरल हुन्छ। मनोकामना माता भन न, मनोकामना मातालाई भेट्न जाँदै हम यो भिडियो भाइरल हुन्छ, कोही टिकटकर। साथीहरू यो रोडमा हामी बौलाई जस्तो टङ टङ हिँडेका छौँ। कति सुस्ता आउनु, फोन पनि उठाउनु होइन कि। अब अङ्कलको फोन हुँदै छ। त्यही हो साथीहरू, चार्ज लाउँदैछ गाडी चाहिँ। हामी सिजी गयो, भित्र त गएनौँ, बाहिरबाट यसो सर फोटो खिच्यो। भित्र चाहिँ फर्किँदा पस्ने भन्ने कुरा भएको के र, अब हेरौँ के हुन्छ भने साथी। त्यही हो साथीहरू, यस्तो रोड छ, दामी रोड, दामी बाटो रहेछ नि। होइन हेर त, ठुलो के एकदम ठुलो कि। लास्टै मजाले फोटो खिच्न पाएन कि भिडियो त्योमा कति राम्रो भिडियो हुन्थ्यो। अब यस्तै हुन्छ कि सबैजनासँग आउँदाखेरि। अब कि त बाइकमा छुट्टै एक्लै आएको भयो हो, एक्लै मतलब 2-3 ल त्यही मासम्म आएर फर्क्यौँ ल। ल साथीहरू स्टे ट्युन। अब हामी जाँदैछौँ, यात्रा जारी हो हाम्रो। कता कता पुगिन्छ हेर्नु होला। अङ्कल नमस्ते। के मेरो दसैँको भिडियो हेर्नु भएन? के हो त खबर? कहाँबाट घर जाने? नानी बाबु है त। साथीहरू हामी चाहिँ अब नारायणी पुल आइसकेको छौँ र अब यहाँ जाम भयो कि के हो, मैले हजुरहरूलाई देखाउँछु साथीहरू। कस्तो राम्रो घाम लागेको हो। के भन्नुभयो सन्त अङ्कल? के छ गाइज? अलि गीत बन्द गरेर बोलाउँ न त साथीहरू। अलि गीत बन्द मबाट त्यस्तो हुन्न साथीहरू। हेर्नु त कति राम्रो हो नि हौ साथीहरू। हेर्नु त कस्तो राम्रो नि। साथीहरू हेर्नु त कस्तो राम्रो यार बाटो चाहिँ। साथीहरू हामी यहाँ रोकेको छौँ, कहाँ हो खै थाहा छैन। अनि हामीले चिया खायौँ, यिनले चिया खाँदैछन्। अनि मैले भर्खरै हामी नाचेको भिडियो पोस्ट गरेको छु टिकटकमा साथीहरू। त्यो हेर्ने अब यो ब्लग पोस्ट हुने कहिले हो। मेरो टिकटक आइडी सन्ध्या गेवाली 2 छ, फलो गरिदिनु होला, मेरो लाइक कमेन्ट गरिदिनु होला। के
त्यही हो साथीहरू मेरो मैले सर्ट्स हाल्छु त्यो भिडियो सर्ट्समा पनि हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो नाच कस्तो हो भनिदिनु सक्नुहुन्छ अङ्कल हाम्रो डान्स कस्तो हो भनिदिनु न राष्ट्रिय कलाकार हो के अरे गुल्मी जिल्लाका देख्नुभयो साथीहरू के भयो अहिले बढी चाहिँ पचेन साथीहरू त्यही अब चाहिँ चार्ज छैन अब हामीले चार्ज लाएर हामी सिधै गन्तव्यमा पुगेपछि हजुरसँग भेट्नेछौँ यो हामी अहिले दासढुङ्गाको गुल्मेली होटलमा छौँ यहाँ चाहिँ गुल्मी दिगामबाट आउनुभएका हाम्रा मित्र होटलमा हामीले अब खाना खाइसकेपछि यहाँबाट अब मुगलिङ हुँदै मनकामना जाने तयारीमा छौँ धन्यवाद हजुरहरूलाई खाजा खान मन छ भने यहाँ आउन सक्नुहुन्छ हजुर मनोकामना काठमाडौँ जाँदै हुनुहुन्छ भने तिहरू वाउ गाइज वाट अ भ्यू साथीहरू उतादेखि खोला आइरहेछ गाडी गयो साथीहरू अब जानुपर्ने हुन्छ साथी ल हामी गयौँ अब हाम्रो गाडी हामीलाई छोड्न मात्र बाँकी हरण बजाइसक्यो साथीहरू गयो गाडी त गयो हामीलाई छोडेर गयो गाडी त अब हामी केमा जाने होला हेलो दोस्त अन्ति चढ के साथीहरू हेर्नु त कति बोलेको हौ साथीहरू हामी कताको बाटो जाँदै हाम्रो अङ्कल मुगलिनपुर तारेर साथीहरू हामी हिँडेको ल हामी चाहिँ अर्को कुन बाटो जाँदैछौँ हामीलाई थाहा छैन मनोकामना झ्याप्पै मायालाई आलम भने नि ठिक छैन जमाना झ्याप्पै मायालाई आलम भने नि ठिक छैन जमाना हजुर आबु खैरेनी साथीहरू यो चाहिँ आबु खैरेनी रहेको छ ल हामी चाहिँ अब मनोकामना जाँदैछौँ ल सक्नुहुन्छ हजुरहरूले हामी चाहिँ केवल कारतिरको कुरिन्टारको बाटो नगएर यो बाटो जाँदैछौँ भ्यू हेर्दै जाँदैछौँ साथीहरू हेर्न सक्नुहुन्छ आबु खैरेनी बजार अनि यहाँ आमा हुनुहुन्छ साथीहरू अङ्कल हुनुहुन्छ हेलो गाइस साथीहरू के अरे अहिले चाहिँ लास्टै लगनको महिना रहेछ लास्टै बिहेका गाडीहरू हिँडेछन् लास्टै बिहाका गाडी हिँडेछन् दिपा सुतिछन् गाइस यो सानकेटो चलेको साथीहरू रमाइलो छ ल हामीलाई त लास्ट रमाइलो लागिरहेछ ओ माई गॉड देख्न सक्नुहुन्छ भ्यू हामी उही पुगिसकेपछि ओए कहाँको पुल हो कति राम्रो हो नि भगवान आबु खैरेनी यो पुल तारेर कहाँ पुगिन्छ साथीहरू गोर्खा दरबार पुगिन्छ रे यतादेखि देखाउँछु म त साथीहरू नराम्रो हुँदो रहेछ यतै देखाउँछु वाउ दोस्त ओ माई गॉड साथीहरू खोला त सुकेछ नि साथीहरू गोर्खा जाने बाटो अनि त्यहाँ चाहिँ गेट छ कतादेखि हो र यता रहेछ यो कता जाने गेट रहेछ यसमा आउन सकेनौँ गाडीहरू छोडिरहन आजकल यतैबाट आउने जाने गर्ने रहेछ केबल कारको व्यापार घटेको जस्तो लाग्यो साथीहरू मलाई भनौँ भने के भनौँ हाम्रो गाडीको मेरो टायर पङ्चर भयो बिचरा आएर हामी चाहिँ हिँड्दैछौँ अब हिँड्दै गर्छौँ अनि अङ्कल र दादा फेरि टायर फेरेर आउनुहुन्छ हामीलाई भेटाउन गाडी लिएर तिमी पनि त गइथ्यौ अस्ति त सानो मुटु यता
घटी पराएको बेबी त्यही भएर यता भनेको हौ त्यही हो साथीहरू मेरो नि गयो त्यही हो अब के कसो हुन्छ अब अहिले नि चार्ज छैन मोबाइलमा त्यस्तै छ ल यहाँ भेट्दै गरौँ ल लालुपाते यो रेड चाहिँ लालुपाते होला हामीले हजुरहरूलाई लालुपाते देखाउन भनेर हिँड्दै आएको देख्नुभयो ओ माई गॉड कति राम्रो नि आज मेरो जोगीको चाल भयो लाल भयो आज मेरो जोगीको चाल भयो पूजाको सामान किन्दैछौँ यो चाहिँ हामीले घरैबाट ल्याएको बत्ती पूजाको सामानहरू किन्दैछौँ अनि हामी जानुपर्ने हुन्छ के बोल्न सकिन चाहिन सेल्फी हान्दिउँ न त बिग फ्यान मेरो फ्यानहरू है साथीहरू यिनीहरू मेरो फ्यानहरू चाहिँ हिँड्यौँ ल पूजा गर्न एकैछिन यहाँ चार्ज पनि गर्न पायौँ हाम्रो कति थियो साल 44-45 कति थियो 70 भयो साथीहरू त्यही हो धेरै बोल्न हुन्न चार्ज छैन फेरि फोटो पनि खिच्नुपर्छ टिकटक पनि खिच्नुपर्छ म हेर्नु यस्तो यिनीहरूले आफ्नै ताल छ जम्मैलाई आफ्नै सुर छ भनेर त्यस्तै हो साथीहरू अङ्कलले मलाई देखाइनी होइन अर्कै नजरले हेर्नुपर्छ हो ए थाहै होइन मैले कति भिडियो हालेको युट्युबमा मेरो गएर हेर कट गर्छु कुनै केही नराम्रोहरू कट गर्छु र मनोकामना जाने बाटो हामी चाहिँ जाँदैछौँ मन्दिर चाहिँ त्यहाँ चाहिँ साथीहरू थाकियो सिँढी चढ्दा गाह्रो भयो आन्टीहरू त लास्टै ढिला गर्नु भगवान् ल साथीहरू हामी जाँदैछौँ काठमाडौँको गल्ली जस्तै देख्यो त हो आमामा साथीहरू के साह्रो भिड हो म त कता जाम हराइन्छ क्या यहाँ त हराइन्छ जस्तो है साथीहरू हेर्नु त कति भिड हो हेर्नु त भिड हजुर साथीहरू लास्टै भिड छ कहाँ लाने हो अब थाहा छैन है साथीहरू के हुँदैछ लास्टै भिड पो छ त हौ यति बज्यो त्यो चाहिँ मेन मन्दिर हो साथीहरू 3 बज्यो अहिले 3 बजे आउँदा पनि यस्तो भिड छ भने सोच्नु हजुरहरूले बिहान कस्तो थियो होला हामी हिँडेको त 4 बजे हो तर बाध्यताले हामीलाई यति ढिला भइसक्यो अब उहाँलाई चाहिँ फोटो खिच्नु परिसक्यो जिन्दगी हेलो साथीहरू म चाहिँ अहिले घर आएर भोइस ओभर गर्दैछु अनि त्यहाँ चाहिँ भिडियो बनाउने माहौलै भएन कि किनभने एकदमै भिड थियो लास्टै भिड थियो अनि हामी त लाइन बस्न नि पाएनौँ कि मेन मन्दिरमा पूजा गर्न नि पाएनौँ किनकि लाइनै कति धेरै लामो थियो कि अनि त्यसपछि त्यहाँ फेरि त्यो बाहिरबाट थाली दिएर पूजा गर्ने सिस्टम रहेछ अनि हामीले त्यसरी बाहिरबाट थाली दिएर पूजा गऱ्यौँ अनि लाइन बस्न नि पाएनौँ लास्टै लामो लाइन थियो त्यहाँ लाइन बस्न लागेको त हामी 8-9 बज्थ्यो होला के फर्किँदा त्यति साह्रो भिड थियो तर मन्दिर गएपछि आनन्द आउने एकदमै आउने अनि बत्तीहरू बोलेको उता पूजा गरेर यता बत्ती बाल्न आएको थियौँ अगरबत्ती बत्तीहरू अनि त्यहाँ त पुरा घरमा पूजा गर्दा जस्तो के लाख बत्ती बाल्दा जस्तो बत्ती बोलेको आनन्द के पुरै बाहिरको नेगेटिभ भाइब फिलिङ्स केही पनि नआउने कि पुरै पोजिटिभ आनन्द घन्टी बजेको आनन्द त भयो तर एकदमै भिड थियो त्यहाँ सधैँ प्राय त्यस्तै नै हुन्छ होला सायद हामी 3 बजे पुगेको थियौँ क्या लगभग 3 बजे पुग्दा पनि त्यस्तो भिड थियो भनेपछि त बिहान पनि भिड नै थियो होला है साथीहरू भोइस ओभर गरौँ लाग्यो थोरै हैन साथीहरू हामी चाहिँ अहिले मन्दिरमा पूजा गरिसक्यौँ र अहिले यहाँ लास्टै क्राउड छ साथीहरू देख्न सक्नुहुन्छ म बोलेको पनि सुन्ने छैन होला मन्दिर दर्शन गर्नु होला हजुरहरूले यहीँबाट लास्टै भिड छ हाम्रा इष्टमित्र दोस्तहरू कहाँ पुगे के गर्दैछन् थाहा छैन यस्तो अवस्था छ साथीहरू भाँडो भन्छ पूजा गर्ने थाली हो यो त्यही हो साथीहरू हामी अब निस्किनु पर्ने हुन्छ यहाँ त यस्तै भिड छ के गर्नु गाइजहरू ल हामी निस्किन्छौँ
स्टे ट्युन बाई बाई हैन साथी आमा बाई बाई हैन के सिउ सिउ नगे साथीहरु यता पनि भेट मनोकामना मन्दिर धपाइदिए धेरै फोटो खिच्दियो भनेर धपाइदिए मतलब टाइम लगायो भनेर अब हामी जानुपर्ने हुन्छ खाजा खानुपर्ने हुन्छ अनि हामी हाम्रो गन्तव्य भनेको हाम्रो घर हो त्यहाँ अघि गएको ठाउँमा खाने हो हामीले अघि रोकेको ठाउँमा आउँदाखेरि के नत्र उहाँ पुग्न त गाह्रो हुन्छ नि फेरि साथी गाह्रो हुन्छ ल स्टेडियम हामी के कसो गर्छौँ हजुरलाई भने नै छौँ साथीहरू त्यही नै हो हामी चाहिँ यहाँ खाना खाँदै खाजा खाना यहाँ पानीपुरी खाना बसेको अब बल्ल देख्नु कि हामी कति धेरै आएको थियौँ भने उहाँ हुनुहुन्छ यता हुनुहुन्छ उहाँ हुनुहुन्छ उहाँ हुनुहुन्छ अनि म पनि छु ल साथीहरू त्यही हो कस्तो भयो त नि यात्रा साथीहरू दिपा यात्रा कस्तो भयो आन्टी आन्टी यात्रा कस्तो भयो आन्टी हेलो यात्रा कस्तो भयो अङ्कललाई कतिको मिस गर्नुभयो त आन्टी रुवाइदिनु कि आन्टीलाई यही ठाउँको ठाउँ पुरै हन्ट हानेर भोक पनि भोक मिठो कि भोजन मिठो भोक मिठोको भोजन मिठो भोक पनि मिठो दुईटै मिठो अब चाहिँ रात पर्न लागिसक्यो त्यही साथीहरू र अरू के छ भन दोस्त मेरो केही छैन हामी चाहिँ हिँडिसकेको छौँ घरतिर लागियो घरतिर लागियो रमाइलो भयो यात्रा हजुर गाडी लिएर आज हामीले मैले अघि नै भनिसकेको त्यही पनि फेरि भन्छु उही मन्दिरसम्मै पुग्यो यति सिँढी चढ्न पर्यो सिँढीमा अब गाडी जानु भएन सिँढी चढ्न पर्यो साथीहरू सिँढीसम्म चाहिँ गाडी लिएर इभी गाडी लिएर गयो अङ्कलको अब नयाँ गाडी लिएर मनोकामना मन्दिरमा पुग्यो है साथीहरू अन्त घाम टक्कै छ नि पछाडि दिपाहरूले खाइनन्छ हजुर अनि के साथीहरू फेरि कपडा चेन्ज गरे चाहिँ भन्ने सोच्नु होला मलाई चाहिँ जाडो भयो किनकि अब मैले मफलर त ल्याएको थिएँ तर पछाडि दादाहरूले ओढ्नु गयो अनि अहिले चाहिँ टोपी लाउनु पर्ने हुन्छ अब जाडो हुन्छ साँझ भइसक्यो चिसो हुन्छ नि त तब कारणले चाहिँ मैले धन्न हुडी ल्याएको रहेछु र मैले हुडी लगाएँ साथीहरू बाटो चाहिँ जस्तै छ ल बाटो चाहिँ जस्तै छ यस्तो छ हाम्रो राइडर नाइस वाने कसैले फेरि राइडर अङ्कल फुल कस्तो राम्रो फुल कस्तो राम्रो ठाउँ साथीहरू फेरि खाजा खाने ठाउँमा आइसकेको छौँ अब टन्न खाजा खाएर चाहिँ हामी जानुपर्ने हुन्छ घरतिर म चाहिँ भोकै है अहिले रोटी त खानुला नि रोटी त खानुला नि अनि जाने त्यसपछि अब चाहिँ हामीले यहाँ खाजा खाएपछि फेरि कोही पनि रोक्दैनौँ कि सिधै जाने हो न सिधै घर हामी बरघाट आइपुग्यौँ साथीहरू जाडो भयो अब चाहिँ हामी खाना पकाएर खाएर बल्ल बुटोलतर्फ जाने हो भोलि क्लास छ के आमा नत्र त बस्नुहुन्थ्यो 2000 years later साथीहरू सुन्नु न हिजो के भयो भन्दा हामी मैले बरघाट के बरघाट मैले बरघाट आउँदासम्म त भिडियो बनाएको थिएँ कि अनि स्टोरेज फुल भयो कस्तो राम्रो स्टोरेज फुल भयो अनि हामीले त्यसपछि कन्टिन्यू गर्न पाएनौँ भने आज चाहिँ हामी गर्दैछौँ अनि हिजो चाहिँ हामी बरघाट आउँदाखेरि 9:30 बजे थियो अनि बरघाट आएर खाना पकाएर खाँदाखेरि खाएर बुटोल आउँदा चाहिँ 12 बजेको थियो साथीहरू अनि हामी चाहिँ कपडा फेरेर कत्रा कुद्रुक सुतिहाल्यौँ अनि बिहान उठेर कामसाम सकेर अहिले चाहिँ साँझ पर्न लागिसकेको छ अनि ब्लग त इन्ड गर्नु पर्यो बिर्सिगएको हामीले त साथीहरू किनकि थकै लागेको ह खुट्टादेखि शरीर सबै दुखेछ अनि त्यही हो साथीहरू भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला हेरेरै यहाँसम्म आउनु होला अगाडि नहेरिकन त मेरो यो सुन्दै सुन्दैन त्यही पनि पहिले हो के अरे यो भन्नु भने त होइन र के हो र
साथीहरू त्यही भन्दै म मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई। अन्त्यमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई 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 दोस्त। कुहिरो ला यार त्यो कुहिरो जाडो सुरु भएछ मङ्सिर आज कति गते 7 गते।